अध्ययन गरिरहन सक्ने राशि, धर्म कर्ममा अत्यन्तै रुचि भएको राशि। अन्तिम राशि अर्थात् यसलाई माछा राशि पनि भनिन्छ, मीन राशि। नमस्कार, यहाँलाई कार्यक्रम दिव्य ज्योतिषमा स्वागत छ। म उपस्थित भइसकेको छु ज्योतिषी तथा वास्तुविद सन्दीप खनाल। यो हाम्रो दिव्य ज्योतिष प्रोग्रामबाट म के भन्न चाहन्छु भने, हजुरहरूले यो कार्यक्रम हेरिरहनु भएको छ, पक्कै पनि यसलाई चाहिँ बेल आइकन अन गरिदिनु होला, मन पराइदिनु होला, मन नपरेको कुराहरू रिभ्यू गरिदिनु होला, आफूलाई जे लाग्छ मनमा त्यो कुराहरू चाहिँ हामीलाई फिडब्याक दिनु होला भन्ने म एकदम विश्वस्त छु। हजुरहरूले यो कामहरू, यो कर्महरू गर्नुहुन्छ र त्यसले गर्दा हामीलाई पनि अगाडि बढ्न अझै हौसला दिन्छ, अझै हामीलाई खुसी दिन्छ, आँट साहस दिन्छ भन्ने म प्रसङ्गतिर आउन चाहन्छु। मीन राशि हुने जातक जातिकाको लागि मार्ग महिना अर्थात् मङ्सिर महिनामा ग्रहहरू राम्रै अवस्थामा देखिएको छ। अलिकति रुकावट गर्ने जस्तै म भन्न चाहन्छु, लग्न स्थानमा शनिदेव गोचर गरिरहनु भएको अवस्थाले गर्दाखेरि मीन राशि हुने जातक जातिकाको लागि मध्य साढे सातीको पनि अवस्था छ, एकदम मिड फेजमा छ, एकदम पिक फेजमा छ। त्यही भएर यो साढे साती लागेको बेला चाहिँ कामहरू ढिला हुन सक्ने, आफूले गर्नु खोजे यो टाइमसम्म डेडलाइन दिएर गर्नु खोजे ढिला भइदिन्छ। त्यसले गर्दा अलिकति हेड्याक पनि हुन सक्ने, आफूलाई चाहिँ अलिकति टाउको दुखाएको विषय पनि हुन सक्ने। हात्तिनु पर्दैन, बिस्तारै हुन्छ, कर्म गरिरहनुहोस्, फलको आशा नगर्नुहोस्। पक्कै पनि शनिदेवले त्यही भन्नुहुन्छ। यो शनिदेवलाई अझै राम्रो गर्नको लागि ओम सं शनिश्चराय नमः, ओम सं शनिश्चराय नमः यो मन्त्र सूर्य उदाउनु अगाडि शनिबारको दिन पारेर पिपल बोटमा गएर पानी अर्थात् जल चढाएर अशक्त मानिसहरूको सेवा गरेर रुम सर्भिसहरू गर्नेहरू पिपुलहरूलाई चाहिँ सेवा गर्नुहोस्, सर्भिस गर्नुहोस्, एकदम राम्रो हुनेछ। र मध्य साढे साती हुँदाखेरि बाइक सवारी साधनहरू पनि ध्यान दिएर चलाउनुहोस्। यसले काहीँ न काहीँ एक्सिडेन्टलका केसहरू पनि नलिएर होला भन्न सकिँदैन। त्यही भएर एकदम विचार गर्नुपर्ने, आफ्नो स्वास्थ्यमा विचार गर्नुपर्ने समय छ। यसले विवाहहरूको कन्डिसनमा पनि अलिकति रोमान्टिक टाइपहरू चाहिँ अलिकति त्यो एनर्जीहरू चाहिँ कम गर्न सक्ने, अलिकति सुक्खा लागे जस्तो हुन सक्ने, यो चाहिँ जीवनमा भइरहेको कारणले गर्दाखेरि केही समय अलिकति धैर्य नै गर्नुपर्ने चाहिँ यो मीन राशिको लागि देखिएको छ। त्यसै गरी पञ्चम स्थानमा गुरुदेव उच्चका साथ बृहस्पति गोचर गरिरहनु भएको अवस्थाले गर्दाखेरि पढाइहरूबाट लाभ हुने। विद्यार्थी वर्ग हुनुहुन्छ भने पढाइ, यदि तपाईँहरू विवाह भइसकेको छ, अब कुनै सन्तानहरू प्लानिङहरू गरिरहनु भएको छ, फ्यामिली प्लानिङ छ भने पनि त्यसको लागि राम्रो हुने खालको यो पनि देखिन्छ। त्यही भएर यो टाइमलाई खेर जान नदिनुहोस्, पक्कै पनि आफूले युज गर्नुहोस्। यो टाइमलाई चाहिँ उपयुक्त आफ्नो समयहरूलाई चाहिँ बलवान छ यो अहिले बृहस्पति। त्यही भएर यो बृहस्पति बलवान भएको टाइममा चाहिँ पढ्नुहोस्, ध्यान गर्नुहोस्, साधना गर्नुहोस्, जीवनमा अलिकति हाँस्न सिक्नुहोस्, अध्ययन गर्नुहोस्। कुनै कुराहरू आफूलाई दुःख लागिरहेको छ, यो शनिले के भन्छ भन्दाखेरि लग्नको शनिले अलिकति दुःख मानिरहेको अवस्था हुन्छ। यसमा बृहस्पतिको सपोर्ट र बृहस्पतिको दृष्टि शनिलाई परस्पर दृष्टि त्यहाँ परिरहेको कारणले गर्दाखेरि त्यो दृष्टिद्वारा पनि त्यो कुराहरू चाहिँ अलिकति कम रहन्छ। त्यो केबाट भन्दा ध्यानबाट, बुद्धिबाट, साधनाबाट, अध्ययनबाट नलेज लिनुहोस्। पक्कै पनि तपाईँलाई सफलता दिलाउने, त्यसले आफूलाई रिल्याक्स गराउने, मनहरू शान्त गराउँछ भन्ने कुराहरू प्रष्ट रूपमा देखिएको छ। यो बृहस्पतिलाई अझै राम्रो गर्नको लागि विद्यार्थी वर्गहरू हुनुहुन्छ भने त तपाईँले छुटाउने टुटाउनै नहुने मन्त्र भनेको ओम ब्रीम बृहस्पतये नमः, ओम ब्रीम बृहस्पतये नमः यो मन्त्र बिहिबारको दिन सक्नुहुन्छ भने सधैँ जप्नुहोस्। त्यसमा पनि बिहिबारको दिन चाहिँ कहिले पनि नछुटाउनुहोस्। यसले अत्यन्त सफलता दिएर जाने खालको योग देखिएको छ। त्यसै गरी छैटौँ स्थानमा केतुदेव गोचर गरिरहनु भएको अवस्थाले गर्दाखेरि शत्रुहन्ता योग बनिएको छ। शत्रुहरू आइलाग्न नसक्ने, आफूलाई आइलाए पनि तपाईँले जाइलाएर जित्नु सक्ने चान्सहरू पनि यो महिना देखिएको छ। अलिकति स्वास्थ्यमा काहीँ न काहीँ पेटमा गडबडीहरू, यदि तपाईँ लेडिज हुनुहुन्छ भने चाहिँ मेन्सुरेसन साइकलहरूमा अलिकति गडबडी पर्न सक्छ भन्ने कुराहरू पनि देखिएको कारणले गर्दा स्वास्थ्य आफ्नो हेल्थहरू, स्वास्थ्यहरू चाहिँ अप टु डेट भइरहोस्, त्यसले राम्रो गर्छ भन्ने कुराहरू प्रष्ट रूपमा देखिएको छ। त्यसले नराम्रो नगरोस्, आफूलाई असर नगरोस् भन्नको लागि यदि यो चाहना छ, हजुरहरूमा यो इच्छा चाहनाहरू आइरहेछ मनमा भने बुधबारको दिन पशु पक्षीहरूलाई सेवा गर्ने र ओम केम केतवे नमः, ओम केम केतवे नमः यो सिम्पल मन्त्र छ। यो 2 लाइनको मन्त्र चाहिँ आफूले चाहिँ उच्चारण गरिदिनुहोस् शुद्ध भएर, त्यसले एकदम सफलता दिलाउँछ भन्ने खालका योगहरू प्रष्ट रूपमा देखिएको छ। त्यसै गरी नवम स्थानमा सूर्य, बुध र मङ्गलदेव गोचर गरिरहनु भएको अवस्थाले गर्दाखेरि भाग्यले यो महिना अत्यन्तै सफलता दिने।
त्यसमा बृहस्पतिको दृष्टि पर्नु आफैमा एकदम राम्रो खालको योग देखियो र यो दृष्टि दिएको बेला यो अर्थात् यो महिनाको टाइममा यो मङ्सिर महिना हजुरहरूको लागि चाहिँ शुभ रहन्छ र पहिलाको जुन 7.5 को इफेक्टहरू छ यो महिना चाहिँ अलिकति कम प्रभाव रहन्छ भन्ने कुराहरू चाहिँ ख्याल गर्नुहोस्। कर्म भाग्यले साथ दिने भएको कारणले गर्दाखेरि सूर्यलाई अर्घ दिँदै ओम घृणी सूर्याय नमः, ओम घृणी सूर्याय नमः, बुधको लागि ओम बुम बुधाय नमः, ओम बुम बुधाय नमः बुधबारको दिन पारेर र मङ्गलको लागि मङ्गलबारको दिन गणेशलाई दुबो लड्डु चढाउने काम गर्नुहोस्। हनुमान चालिसाहरू पाठ गर्ने काम गर्नुहोस्। पाठ गर्न सक्नु भएन अथवा भ्याउनु भएन, कतिजना बाहिर हुनुहुन्छ, अहिले वैदेशिकमा यात्रामा हुनुहुन्छ, कति त्यहीँ काम गर्नुहुन्छ, कर्म आफ्नो जीवन बनाउँछु भन्ने चाहना हामी आम मानिसमा यही चाहना हो सबैको। त्यही भएर यो कुराहरूलाई चाहिँ एकदम सिरियसली अगाडि बढ्नुहोस्। हनुमान चालिसाहरू सुनिदिने गर्नुहोस्। त्यसको ऊर्जाले पनि काहीँ न काहीँ त्यसले केही न केही थोरै रूपमा भए पनि काम गर्छ। यो कुराहरूलाई एकदम विश्वास गरेर अगाडि बढ्नुहोस् र कर्म गरेर हेर्नुहोस्। फल हजुरले नै पाउने हो। कर्म गरे नगरे फल हजुरहरूले नै पाउने हो। र अर्को ग्रह 12औं स्थान अर्थात् द्वादश स्थानमा राहुदेव गोचर हुनुभएको छ। यसले नचाहिने ठाउँहरूमा चाहिँ खर्चहरू वृद्धि गराउन सक्ने, नसोचेको ठाउँमा लेनदेन छ भने एकदम विचार गर्नुपर्ने, कसैलाई लेनदेन गर्दाखेरि पैसा दिँदा एकदम विचार गर्नुपर्ने, प्रपर्टीहरूको लागि विचार गर्नुपर्ने खालको योग पनि देखिएको कारणले गर्दाखेरि त्यही पैसा फेरि उठाउनको लागि शत्रुहरू बढेर जान सक्ने चान्सहरू पनि यो महिना देखिएको छ। यदि वैदेशिक रोजगारीको लागि जान चाहनुहुन्छ, यदि विदेशको लागि तपाईँ चाहिँ ट्राई गरिरहनु भएको छ भने डकुमेन्टमा ध्यान दिनुपर्ने चाहिँ टाइम रहेको छ। पैसाहरू नजानी अरू कसैले पनि सापटे तिन काम कतै लगानी गर्नुपर्ने काम चाहिँ अलिक ध्यान दिएर गर्नुपर्ने खालका योग चाहिँ देखिएको छ। यो वैदेशिक यात्राको लागि अथवा कर्मको लागि यस्तो खालको योग देखिएको छ। तर इम्पोर्ट एक्सपोर्टको बिजनेसमा बाहिरबाट केही सामान आउने, यहीँ बसेर चाहिँ तपाईँ बाहिरसँग कनेक्सन कामहरू कुनै पनि प्रोजेक्टहरू गरिरहनु भएको छ। धेरै कम्पनीहरू हुन्छन्, त्यो कोअपरेट प्रोजेक्टहरूको लागि चाहिँ त्यो राहुदेवले फेरि राम्रो सफलता दिने खालको योग चाहिँ देखिएको छ। यो मिश्रणको फल यो राहुदेवले दिने भएको कारणले गर्दाखेरि राहुको लागि शनिबार र आइतबारको दिन पारेर ओम राम राहवे नमः, ओम राम राहवे नमः एकदम दिलबाट, चित्तबाट, मनबाट भन्ने गर्नुहोस्। शुद्ध उच्चारण गरेर भन्नुहोस्। पक्कै पनि तपाईँको एनर्जी राम्रो दिन्छ। स्वास्थ्यमा ख्याल गर्नुहोला। र मीन राशि हुने जातक जातिकाको लागि शुभ रङ पहेँलो, सुनौलो, पहेँला खालका लुगाहरू लगाउनुहोस्। अलिकति पहेँलो चिजहरू बढी खाने गर्नुहोस्, सेवन गर्नुहोस्। जस्तै त्यसमा यो बेसार मेवा यस्ता खालका कुराहरू रिसर्च गर्नुहोस्, त्यो सेवन गर्ने गर्नुहोस्। एकदम सफलता त्यसले आफूलाई रिल्याक्स गराउने, आफूलाई बुद्धिहरू बढेर जाने, बोलेका कुराहरू प्रभावहरू बढेर जाने भने गराउँछ। र शुभ अङ्क 3 अङ्क रहन्छ भने शुभबार बिहीबारको दिन रहन्छ। बिहीबारको दिन आफूले मान्दै आइरहेको गुरुहरूको, ठुलाबाट आफूलाई पढाउने आमा बाबा 5 किसिमका गुरुहरू हुन्छ भनिन्छ। 5 किसिमका गुरुहरू सबैलाई आदर लिनु, उहाँहरूको सल्लाह लिँदै अगाडि बढ्नु, पक्कै पनि सफलता हजुरको हातमा रहन्छ। आफूलाई स्ट्रगल गर्नुहोस्, पक्कै पनि केही समयपछि अझै राम्रो हुँदै जान्छ भन्ने कुराहरू प्रष्ट रूपमा देखाइरहेको छ। फेरि मीन राशि हुने जातक जातिकाको लागि पौष महिनाको ग्रह गोचरीय फलहरू लिएर आउने बाचाका सहित म आजको यो कार्यक्रम स्टुडियोबाट हजुरहरू मार्फत बिदा हुन चाहन्छु। हजुरहरू खुसी रहनुहोस्, व्यस्त रहनुहोस्, मस्त रहनुहोस्, अध्ययन गर्नुहोस् भन्दै म बिदा हुन्छु। हस्त नमस्ते।